यो सार्वजनिक सुनाइ कार्यक्रममा जसले चासो दिनुभयो उहाँहरूले जसरी यो पालिकालाई समृद्धि बनाउनको लागि र नगरपालिकालाई सुशासन चलायमान बनाउनको लागि नगरपालिकाको तर्फदेखि र हामी स्थानीय बासिन्दाको तर्फदेखि भोलिको दिनमा हामीले के गर्न सकिन्छ ती विषयहरूमा जसरी चासो राख्नुभयो, जसरी प्रश्न उठाउनुभयो उहाँहरूलाई मेरो व्यक्तिगत तर्फदेखि र धुर्पादन नगरपालिका तर्फदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। र विशेष गरेर धेरै कुराहरू आइरहेका छन् र यो केन्द्रीय लाइनका कुरा थिए केशरबहादुर सन्यालज्यूले हामीले 9वटै वडामा चाहिँ नपुगेको वडाहरूमा केन्द्रीय लाइन, खानेपानी लगायत यी विषयहरूमा हामीले चासो लिइरहेका छौँ। र के अरे मृत्युबाङ अस्पतालमा धेरै कुराहरू अझै पनि गर्नुपर्ने देखेका छन्। डेड बडीदेखि लिएर हरेक कुराहरूलाई चाहिँ अगाडि बढाउनको लागि के अरे प्रदेश सरकारसँग म अब 1-2 दिनभित्रमै योजनाका विषयहरू लिएर म तुरुन्तै त्यहाँ जानेछु। र यो पटक चाहिँ भौतिक पूर्वाधार मन्त्री बागलुङको र अर्थमन्त्री पनि बागलुङको भएको कारणले र अर्थमन्त्री चाहिँ धुर्पादन नगरपालिकाको जितबहादुर शेरचन भएको हिसाबले उहाँसँग पनि भलाकुसारी भइरहेको अवस्था छ। र स्वास्थ्यलाई पहिलो मध्यनजर गरेर शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा हामीले केही आमूल परिवर्तन ल्याउनु पर्ने देखिएको छ। स्थानीय सरकारले पनि धेरै कुराहरू लिइरहेको अवस्था छ। हिजो मात्रै हामीले नगर शिक्षा समिति बैठकमा हामीले बसेका थियौँ र हाम्रा शिक्षा अधिकृत पनि नयाँ आउनुभएको छ। र हामीले हिजो निभावित तहसम्म भएका स्कुलहरूलाई हामीले मावि सर हामीले स्थापना गरेका छौँ। बाल शिक्षादेखि लिएर अहिले क्लास थपहरू गरिरहेका छौँ। र स्वास्थ्य क्षेत्रमा हिजो घाँस दाउरा काटिरहेका आमाहरू जुन जङ्गलमै बच्चा र आमाको मृत्यु हुने अवस्था थियो उहाँहरूलाई आमा र बच्चाको मृत्यु दर कम गर्नको लागि पनि स्वास्थ्य चौकीहरूमा बर्थिङ सेन्टरको व्यवस्था गरेका छौँ। र विभिन्न कामहरू भइरहेको धेरै कुराहरू प्रत्येक शाखामा गएर बुझ्दा पनि हुन्छ। र हामी केही समय पछाडि स्थानीय सरकारले गरेका र हामी निर्वाचित भइसकेका कृषि, स्वास्थ्य, शिक्षा लगायत रोजगार क्षेत्रका शाखाहरूमा रहेका हरेक कुराहरू हामीले चाहिँ यो छर्लङ्ग हामीले पालिकाको पेजदेखि पनि हामीले सामाजिक सञ्जाल मार्फत लगायत विभिन्न विषयबाट हामीले चाहिँ छर्लङ्ग पारिदिनेछौँ। र आज यो सार्वजनिक सुनाइमा धेरै अगुवाहरू आउनुभएको थियो र अहिले अलिकति टोल विकास समितिमा भए जस्तै सार्वजनिक सुनाइ भएको छ, अन्तिमसम्म रहँदैन। त्यस कारणले नरे गुरुङ दाई लगायत विमल भाइ लगायतका टिमहरू अलिकति सक्रियता हुनुभएको छ। जसरी चासो लिनुहुन्छ त्यसरी नै आफू पनि सफलता प्राप्त गर्दै अगाडि बढ्ने हो। त्यस कारणले हरेक कुराहरूमा हामीले हरेक निजी सङ्घ संस्था क्लबहरूसँग हामी हातेमालो गरेर पालिकाको तर्फबाट र आगामी बजेट बनाउने गर्दा पनि पूर्व तयारी गरेर हामी अगाडि बढ्नेछौँ। र विभिन्न राजनीतिक दल, सङ्घ संस्था, अन्य कृषक लगायत विभिन्न पर्यटन क्षेत्र विज्ञहरूसँग हामी सबैले सहकार्य गरेर अगाडि बढ्नेछौँ भन्ने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। र यो कोजागर पूर्णिमा मेला त यो ऐतिहासिक मेला, यसलाई पनि भव्यताका रूपले हामीले अगाडि बढाउनु पर्ने देखिन्छ। यो बन्छ पनि र अहिले चाहिँ धुर्पादनमा जनै पूर्णिमाको अवसरमा जुन आज पूजा भयो भने भोलि लगत्तै हामीले प्रथम आलु मौसम या प्रथम स्याउ मौसम लाउने मैले तयारी गरिरहेको छु। सायद मलाई लाग्छ म भोलि या पर्सिमा प्रदेश सरकारसँग पनि यो विषयमा समन्वय गर्न सकिन्छ कि उहाँहरूले साझेदारी गर्न सक्नुहुन्छ कि भन्ने मैले चासो लिएको छु। त्यो लियो भने भोलि हामीले धुर्पादनमा अर्ग्यानिक उत्पादन भएका चिजहरूलाई हामीले फुड फेस्टिभलको रूपमा हामीले अगाडि बढाउनेछौँ। पर्यटन क्षेत्रको चाहिँ विकास र प्रचार प्रसारलाई व्यापक रूपमा हामीले अगाडि बढाउनेछौँ। त्यहाँ भएका भूमि क्षेत्रमा भएका हिमाल पहाडदेखि लिएर हरेक त्यहाँ झारल नाहरदेखि लिएर देश विदेशमा परिचित ती विषयवस्तुलाई हामीले जोड्नेछौँ। र त्यो विषयमा प्रत्येक अस्ति म भर्खरै बुस्ताङ जाँदै गर्दाखेरि त्यहाँको कर्मचारी साथीहरूलाई म यहाँ भन्न चाहन्छु, त्यहाँका कर्मचारी साथीहरूले जुन कार्यक्रम लोमाथङमा कार्यक्रम हुँदै गर्दाखेरि नसुतिकन प्रशासन शाखादेखि लिएर हरेक कुराहरूलाई एउटा एकदमै एक्टिभ बनाएको रहेछ। त्यहाँको पालिकाले के बनाएको रहेछ भने
कतै पाहुनाहरू बाटो बिराएर अलपत्र पर्नु भयो कि भनेर उहाँहरूले पटक पटक फोन गरेर रातको 1-2 बजेसम्म उहाँहरूले अतिथि पाहुनाहरूलाई स्वागत गरेको देखियो त्यहाँ लोबान ठाउँमा। त्यो एक किसिमको हाम्रो छुट्टै जिल्ला भन्दा पनि छुट्टै देश जस्तो जुन चीनको सिमानासँग जोडिएको रहेछ। म त्यहाँसम्म पनि पुगेँ, त्यहाँ मुख्यमन्त्रीज्यूको उपस्थिति थियो। त्यहाँ पुग्दै गर्दाखेरि धेरै कुराहरू नेपालमा समस्या के छन् र त्यही छिमेकी उता सिमाना जोडिएको एउटा सिटी रहेछ, त्यो सिमानामा के विकासहरू भइरहेका छन्। त्यहाँ जाने गर्दाखेरि एक किसिमको छर्लङ्ग देख्न पनि पाइयो। त्यहाँ अलिकति स्वास्थ्य खानेपानी लगायतका विषयहरूमा बुझ्न पनि पाइयो। कति इधर हाइटमा रहेछ, त्यहाँको हाई अल्टिट्युडदेखि लिएर त्यहाँको अहिले जुन युरेनियम भन्ने छ, जुन अहिले व्यापक रूपमा सडकमा उठिरहेको छ। अमेरिकाले चाहिँ मुस्ताङमा चाहिँ त्यो खालको देखिरहेको छ, त्यसलाई निहालिरहेको छ भन्ने कुरा पनि छ। त्यस कारणले हाम्रा कर्मचारी साथीहरूले भोलि बिहान हामीले धोरपादरमा महोत्सव गर्ने तयारी भयो भने प्रत्येक शाखाका कर्मचारीहरूलाई एक न एक किसिमको हामीले उहाँहरूलाई चाहिँ एउटा काम एउटा जिम्मेवारी थपेर विराट रूपमा स्वास्थ्य शिविरदेखि लिएर हरेक कुराहरू हामीले धोरपादनमा चाहिँ एक किसिमको बाहिर सन्देश दिने खालको हामीले त्यो वातावरण गर्नेछौँ। हामी विकास भन्छौँ, यो सडक मुख्य कुरा रहेछ। अहिले सडक धुरपाटन बुबाङदेखि मेरो आफ्नै घरदेखि फल्लेगरसम्म पुग्नको लागि हाम्रै पिकअपमा 1 घण्टा 30 मिनट लाएर तपाईँको उचाल्दै गर्ने स्थिति थियो। अस्ति म ठिक 17 मिनटमा ड्राइभरसँग मैले ताई हेरेर ल चलाउ कति मिनटमा पुगिन्छ भनेर 17 मिनटमा पुग्दै गर्दाखेरि कस्तो खुसीको महसुस भयो भने सबैभन्दा मुख्य कुरो त सडकै रहेछ नि भन्ने खालको वातावरण भयो। त्यस कारणले यो सडकको कामहरू पनि स्थानीय सरकारले ग्रामीण लगायतको विषयमा चासो लिइरहेको अवस्था छ। भोलि हामीले यो सडक सञ्जाल जोड्नको लागि हामी आज बुर्तिवाङ गएको पाहुना भोलि धुरपाटन हुँदै म्याग्दी हुँदै तपाईँको बुद्धिदार हुँदै पोखरा जान सक्छ। उता म्याग्दी हुँदै आएको मान्छे धुरपाटन हुँदै बुर्तिवाङ निस्कन सक्छ र बुर्तिवाङबाट धुरपाटन हुँदै रुकुम गएको मान्छे पश्चिम रुकुम पुग्न सक्छ र रुकुमबाट आउने गरेको मान्छे धुरपाटन हुँदै बुर्तिवाङ निस्केर लुम्बिनी पुग्न सक्छ। धुरपाटन हुँदै म्याग्दी हुँदै तपाईँको मुक्तिनाथ हुँदै पोखरा पुग्न सक्छ। यो खालको सडक सञ्जालहरू पनि हामीले जोडिरहेका छौँ। मैले भनिसकेँ अघि स्वास्थ्य शिक्षा खानेपानी यातायात पूर्वाधार लगायत विभिन्न विषयहरूमा स्थानीय सरकारले गर्ने विषयमा धेरै कुराहरू हामीले सकेको हामीले गरिरहेका छौँ र त्यसकारण यो विषयमा कुनै पनि गल्ती कमजोरी र कुनै शाखाहरूबाट त्यस्ता त्रुटिहरू छन् भने त्यसलाई पनि सच्याएर हामी लिनेछौँ। त्यसको लागि प्रमुख प्रशासक के अलिकति पनि जिम्मेवारी ढङ्गले अगाडि बढिरहनु भएको छ र हामी अनावश्यक काम हामी बाहिर पनि जानेनौँ र हामीले गर्ने पनि कामहरू चाहिँ कसै नागरिकलाई दुःख अप्ठ्यारो परेको खण्डमा हामीले अनलाइन मार्फत पनि गरिरहेको अवस्था छ। म आफैले गरेको अवस्था छ। त्यस कारणले हामीले जनताले पनि कसै के अरे जनप्रति र कर्मचारीलाई फसाउन खोज्ने वातावरण बनाउनु हुँदैन र कर्मचारीहरूले पनि र जनप्रतिनिधिहरूले चाहिँ कुनै पनि यहाँका जनतालाई दुःख दिनु हुँदैन भन्ने त्यो खालको हामीले धारणा लिइरहेका छौँ। त्यसकारण सम्पूर्ण उपस्थित आदरणीय अगुवा दाजुभाइ तथा दिदीबहिनीहरू र कर्मचारी साथीहरू, पत्रकार मिडियाकर्मी साथीहरू सबैमा